आज चाहिँ म हाम्रो प्रधानमन्त्रीको बारेमा केही मलाई बोल्नु मन लाग्यो, केही भिडियो बनाउनु मन लाग्यो साथीहरु। मैले पहिल्यैदेखिको बनाइरहेको छु र रविजीको बारेमा पनि केही बोल्नु र बनाउनु मन लाग्यो हैन। र भिडियो अन्तिमसम्म हेर्नु होला र च्यानललाई सब्स्क्राइब र बेल आइकन बजाउन नबिर्सिनु होला यस्तै भिडियो हेर्नुको लागि। ल भिडियो त केको बारेमा भन्दै नि, अहिले त जुन किसिमको भनिरहेको छ नि, बालेनले यस्तो गरे, बालेनले उस्तो गरे, बालेन चाहिँ आएन, बालेन चाहिँ भन्नु न आउनु पर्ने हो किन आएन, यो अहिले विरोध भइरहेको छ नि। म त के भन्नु चाहन्छु भने हाम्रो नेपाली समाज यस्तो छ कि हैन, कागले कान लग्यो भने कागको पछि पछि दौडिने समाज छ क्या। कागले कान लगाउँथ्यो रे भने कान नसमातेर कागको पछाडि दौडिने समाज छ क्या। त्यस कारणले गर्दाखेरि पहिला सुरु जनताै राम्रो हुनु पर्यो, पहिला तपाईँ हामी नै राम्रो हुनु पर्यो। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गाना भने जस्तै, गीत भने जस्तै हामी नै पहिला सुध्रिनु पर्यो क्या। हामीले अर्कालाई मात्रै दोष दिने होइन, सरकारी यस्तो बालेनले यस्तो गर्यो, बालेनले उस्तो भनेर भन्ने होइन। बालेनले त धेरै धेरै राम्रो काम गरेको छ नि। अब बालेन साहब प्रधानमन्त्री भएपछि चाहिँ भन्नु गुगलको डाटा सेन्टर बन्दैछ नेपालमा। इतिहासमा पहिलोचोटि नेपालमा त्यस्तो कुनै काम भइरहेको छ। अहिलेसम्म को प्रधानमन्त्री भयो, अहिलेसम्म केही पनि भएको थिएन। बालेन साहब प्रधानमन्त्री भएपछि चाहिँ परिवर्तन सुरु भएको छ र खुट्टा तान्ने परिवर्तन त हाम्रो पुरानो नेताहरूले सिकाएको हो र गरेको हो र अहिलेसम्म गरिरहेको छ। बालेन शाहलाई र रविलाई चाहिँ यहाँ लडाउनु कोसिस गरेको छ र सरकार टाल्नु कोसिस गरेको छ। साथीहरु तपाईलाई कस्तो लाग्छ यसमा केही कमेन्ट मेसेजहरु तपाईले गर्नु होला साथीहरु। किन भन्देखि तपाईको नि यो देश हो, मेरो देश हो, हाम्रो देश हो। यो हामीले मिलेर त यो देश बनाउने हो क्या। अनि दुर्गा प्रसादले के भन्छ भन्देखि हैन, अझै सुकुम्बासी यस्तो गरे, सुकुम्बासीले उस्तो गरे, बालेनशाहले यस्तो गरे। सुकुम्बासीलाई केही गरेको छैन। हुकुमबासीलाई हटाएर सुकुम्बासीलाई रङ्गशालामा मजाले अहिले चाहिँ राखेको छ उनीहरुलाई स्ट्यान्ड पाराले। जबसम्म उनीहरुको व्यवस्थित लाल पूर्जा बनाएर घर बनाएर जबसम्म बालेनशाहले दिएन तबसम्म त्यहाँ राख्ने भनेको छ बालेनशाहले। यो भन्दा कति राम्रो गर्नु पर्यो। पहिलाको सरकारले के गर्यो, पहिलाको सरकारले के गर्यो भनेदेखि सुकुम्बासीलाई लाल पूर्जा दिन्छु भन्दै आश्वासन देखाउँदै भोट ब्याङ्कको एउटा भोट हुन्छ नि, भोट दिने ब्याङ्कको सुकुम्बासीलाई त्यो एउटा बनायो। तपाईं यो देशको जनता, तपाईले भोट दिनु, म तपाईलाई जित्यो भने चाहिँ म तपाईलाई लाल पूर्जा दिन्छु भन्ने आश्वासन देखाए। अहिले देखिको हैन, बारम्बार कांग्रेस, एमाले, माओवादी, तर पटक पटक यिनीले केही गर्न सकेन र राष्ट्रिय स्वतन्त्र पार्टीले गरेर देखाएको छ बालेन शाहले। त्यसकारण चाँडै लाल पूर्जा पनि दिन्छ। अब त्यसकारण साथीहरु केही बोल्दाखेरि, कसैको बारेमा केही भिडियो बनाउँदाखेरि के गलत कुरा बोल्दाखेरि हो कि हैन सत्य, त्यसलाई छानबिन गरेर त्यसलाई बुझेर मात्रै भिडियो बनाउँदाखेरि चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। तपाईलाई कस्तो लाग्छ कमेन्ट मेसेज गर्नु होला। र के भन्न चाहन्छु भनेदेखि अहिले जुन किसिमको मैले हिजो भिडियो हेरेको थियो, हर्क साम्पाङले जुन किसिमको बालेन शाहलाई चाहिँ अलिकति गाली जस्तो शब्द न, प्रधानमन्त्री हो जे पाइ त्यो अलिकति बोल्नु मिल्दैन हैन, जे पाइ त्यो बोलेर चाहिँ प्रधानमन्त्री यस्तो उस्तो बिना प्रधानमन्त्रीको सरकार चलाउनु पर्यो यहाँ त्यहाँ भनेर। हर्क साम्पाङ त साइको हो, यसै साइको भइहाल्यो, सबैलाई थाहा नै छ साइको जे पनि बोल्छ हर्क साम्पाङले हैन। तर के भन्न चाहन्छु भनेदेखि बालेन शाहको केही काम हुनसक्छ, केही बिजी काम हुनसक्छ, पर्सनल काम नभएको हुनाले चाहिँ उहाँले चाहिँ चिठी छोडेको रहेछ नि त, चिठी छोडेको रहेछ र उहाँ नभएको खण्डमा पनि के अरे सभामा चाहिँ सांसद सभा रोक्नु भएन भनेर त उहाँले त पटक पटक चाहिँ भनेकै रहेछ त। अनि त्यो भन्दै पनि यो हर्क साम्पाङहरु, ज्ञानेन्द्र साईहरु के हो, यिनीहरु भने के हो थाहा छ, जहाँ आगो बोल्ने त्यही मात्रै आगो ताप्ने हो क्या, नियो बसी आगो छैन क्या। त्यसकारणले गर्दाखेरि म के भन्नु चाहन्छु सबैजना नेपाली जनतालाई, 5 वर्ष बालेन शाहको लागि चान्स दिनु होला। हेर्नु होला कहाँ हुन्छ हाम्रो दुनिया बदलिन्छ, हाम्रो शहर बदलिन्छ। पहिला जुन किसिमले चिन्थ्यो अब काठमाडौँको शहर बालेन शाहको शहर भनेर चिनिन्छ बिस्तारै बिस्तारै। र म के भन्न चाहन्छु भने साथीहरु, यो कुरा काट्नेहरुलाई कांग्रेस, एमाले, माओवादीहरुलाई अब किनभने तपाईको नि देश हो, जे हुनु भइहाल्यो हैन, तपाईको पार्टीले भोट चुनावमा हारिहाल्यो हैन। उहाँले के नराम्रो केही राम्रो पनि अलिअलि काम गरे होला, तर नराम्रो धेरै काम गरेको कारणले यस्तो भयो। र अब यो देश त युवाको हातमा गएको छ। बालेन शाहले धेरै राम्रो काम गर्छ, किनभने बालेन शाह भने इन्जिनियर पनि हो, पढा लेखा मान्छे पनि, उसँग विवेक छ, बुद्धि छ, उसँग बोल्नु पनि सक्छ। बालेन शाह त्यस्तो अरु अर्थ भाषण छाड्ने, म रेल ल्याउने, म ट्रेन ल्याउने, म सिप ल्याउँछु, म यताउति ल्याउँछु भन्दैन। उले जुन कुरा सक्छ त्यो कुरा मात्रै भन्छ बालेन शाहले। त्यसकारणले गर्दाखेरि त मैले पटक पटक भनिरहेको छु साथीहरु, तपाईलाई अरु मिडियाहरु त धेरै छ
जस्तै मेरो पनि एउटा मिडिया हो होइन, म पनि मिडिया हो, अनि धेरै छ। तर तपाईँलाई चाहिँ कुन मिडियाले सत्य बताउँछ, कुन मिडियाले नचाहिने कुरा बताउँछ त्यो आफै हेर्नु होला। बजारमा नयाँ नयाँ मिडिया छ्यापछ्यापी छ अहिले होइन, तपाईँलाई कस्तो लाग्छ होइन, जसलाई भरोसा लाग्छ त्यसलाई चाहिँ अब त्यसको च्यानल भिडियो हेर्नु होला भन्न चाहन्छु म चाहिँ होइन। मेरो हेर्नुपर्छ छैन, तपाईँलाई मेरो विश्वास लाग्छ भने अरूको हेर्नु, मेरो विश्वास लाग्छ भने मेरो हेर्नु होइन, तपाईँलाई कसको विश्वास लाग्छ त्यसको हेर्नु होला। र कोहीले चाहिँ भ्युजको लागि जे पाइ त्यही बोलिदिने, जे पाइ त्यही भनिदिने अहिले गरेको छ क्या नेपाली ट्रेन्डमा यस्तो चलेको छ। त्यस कारणले गर्दाखेरि म चाहिँ भन्छु कि बालेन शाहले धेरै राम्रो काम गर्छ, टेन्सन लिनु पर्दैन, नआत्तिनु होला। 2 महिना नि भएको छैन प्रधानमन्त्री भएको बालेन शाह, अहिले भन्नु न परिवर्तन यति भएको छ कि यति भएको छ कि अब के भन्ने। मैले पहिला प्रधानमन्त्री 34-35 वर्षसम्म नि केही गर्नु नसकेको प्रधानमन्त्रीहरू बालेन शाहको उमेर भनेको अहिले तपाईँको भनौँ न 35 होइन 36 वर्षको छिटो, 36 वर्षको छिटोले देश चलाउँछ भने कसलाई विश्वास लागेको छ? त्यो कसैलाई विश्वास लागेको थिएन। सबैले भन्थ्यो कि ट्यापी हो, गजडी हो, लुसिफर हो, यो प्रधानमन्त्री पनि देश बेचेर खान्छसम्म भन्यो। बालेन शाहलाई आरोप लाग्यो। त्यही पनि बालेन शाहले के भन्यो भनेदेखि होइन, अर्काको कुरा नसुनौँ, हामी आफ्नो काम के गर्नु लाग्यो काम गरौँ, अर्काको कुरा सुन्ने होइन, हामी काम गर्न आएको काम गरौँ भन्यो। अब काङ्ग्रेस एमाले माओवादीलाई त्यस्तो भन्नु त, त्यसरी गाली गर्नु, त्यस्तो जेपाति हुन्छ उनीहरूले भाइ तपाईँलाई जेल खोजिसक्थ्यो, तपाईँको आइडी ब्यान गर्थ्यो। त्यस्तो बालेन शाह भनेको त्यस्तो होइन, किनभने उसलाई थाहा छ नि त युवाहरू भनेको तातो रगत हो होइन, अलिकति दिमाग गरम हुन्छ, प्याच्च बोल्छ भनेर थाहा छ क्या। त्यसका लागि त बालेन शाहले चाहिँ काम गरेर देखाउने हो, हामी काम गर्नु आएको भनेर पटक पटक भनेको छ साथीहरू। बालेन शाह अहिले पनि हेर्नु धेरै बोल्दैन, काम गर्ने मान्छे धेरै बोल्दैन, बोल्ने मान्छे काम गर्दैन भन्छ नि एउटा हाम्रो नेपालमा एउटा चाहिँ उखान छ नि, धेरै बोल्ने मान्छेको काम छैन अरे के, काम गर्दैन अरे के, नबोल्ने मान्छे मात्रै काम गर्छ अरे भने जस्तो। कालो मान्छेको धेरै सिँगार रे के, कालो मान्छेको धेरै सिँगार रे, अमिलो जाडको धेरै निगार रे के, अमिलो जाडकोले चाहिँ धेरै निगार आउँछ अरे के भने जस्तै अहिले चाहिँ बालेन शाह त्यसरी काम गर्ने मान्छे बोल्दैन के। त्यस कारणले गर्दाखेरि बालेन शाहलाई चाहिँ अलिकति जे पाइ त्यही बोल्नुभन्दा अगाडि तपाईँले धेरै सोच्नु होला बालेन शाहले चाहिँ के गर्नु लागेको छ, देशलाई कसरी अघि बढाउनु लागेको छ भने त्यसको विचारमा नि त्यसमा नि जानु होला भन्नु चाहन्छु साथीहरू। र पहिलाको प्रधानमन्त्री अहिले के गर्यो र काङ्ग्रेस एमाले माओवादी त पटक 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 प्रधानमन्त्री भन्दाखेरि पनि के गर्नु सकेको थिएन। त्यस कारणले गर्दा तपाईँलाई कस्तो लाग्छ साथीहरू होइन, मेरो तपाईँलाई कस्तो लाग्छ मेरो च्यानल सब्सक्राइब गर्नु होला, यस्तो भिडियो हेर्नुको लागि बेल आइकन बजाउनु पनि नबिर्सिनु होला। र रवि र बालेन एक भएको छ, छुटाउनु धेरै कोसिस गरेको छ काङ्ग्रेस एमाले माओवादीले, यति कोसिस गरेको छ कि भन्नु न, काङ्ग्रेस एमाले माओवादीले धेरै कोसिस गरेको छ छुटाउनलाई के बालेनलाई त रविलाई चाहिँ छुटाउन, तर चाहिँ छुट्दैन, उनीहरूको भनेको बलियो सरकार हो क्या। त्यस कारणले गर्दा साथीहरू भिडियो अन्तिम समय हेरेर होला। आजको लागि बिदा हुन चाहन्छु साथीहरू, भोलि यस्तै अपडेट भिडियो लिएर आउँछु। तपाईँलाई कस्तो लाग्छ साथीहरू?